नमस्कार साथीहरू, फेरि पनि स्वागत छ योग विथ फिजिक्समा। आज हामी लेन्स फर्मुलाको सेकेन्ड पार्ट लेन्स फर्मुला फर कन्केभ लेन्सको कुरा गर्नेछौँ। सो अन्तिमसम्म हेरेर फाइदा लिनुहोला र योग विथ फिजिक्सलाई सब्स्क्राइब पनि गर्नुहोला। तपाईहरुको सब्स्क्राइबले मलाई मोटिभेसन दिनेछ र म फेरि पनि अर्को भिडियो बनाउनलाई हामीलाई एनर्जी मिल्नेछ। त्यसैले तपाईहरुले कमेन्ट, सब्स्क्राइब र शेयर गर्नुहोला है। अब हामी अगाडि बढौं ढिला नगरिकन। हाम्रो प्रिभियस भिडियोमा के थियो, कन्भेक्स लेन्सको लागि हाम्रो लेन्स फर्मुला प्रुभ गरेका थियौं। आज हामी के गर्छौं, लेन्स फर्मुला फर कन्केभ लेन्सको लागि गर्नेछौं। लेन्स फर्मुला भनेको के हो भन्ने कुरा आउँछ। लेन्स फर्मुला भनेको के हो भनेपछि यसले के गर्छ, द इक्वेसन व्हिच गिव्स द रिलेसन बिट्विन अब्जेक्ट डिस्टेन्स, इमेज डिस्टेन्स एन्ड फोकल लेन्थ हो 1/f = 1/u + 1/v हुन्छ। त्यसलाई के भन्छ, हाम्रो लेन्स फर्मुला भन्छ। त्यसको लागि अब हाम्रो लेन्स फर्मुला यो हो, जुन चाहिँ यो मैले अगाडिको भिडियोमा पनि भनेको छु। सो मैले इन सर्ट भनिदिए है। यो हाम्रो एउटा फन्डामेन्टल इक्वेसन हो, जुन चाहिँ हाम्रो अब्जेक्ट डिस्टेन्स, इमेज डिस्टेन्स एन्ड फोकल लेन्थ अफ लेन्स के दिन्छ, रिलेसन दिन्छ। त्यसलाई हाम्रो के भन्छ, लेन्स फर्मुला भन्छ। यो कुरा भयो है। सो अब हाम्रो के छ, कन्केभ लेन्सको लागि कन्केभ लेन्स भनेको के हो त, सेन्टरमा थिन हुने र इजमा के हुन्छ, थिक हुने लेन्स के हो त, हाम्रो के हो त, कन्केभ लेन्स हो। यसलाई के भन्छ, डाइभर्जिङ लेन्स पनि भन्छ। किन डाइभर्जिङ भन्छ भनेपछि यहाँ इन्सिडेन्ट रेहरू के हुन्छ त, यसै चाहिँ विकेन्द्रित हुन्छ अर्थात डाइभर्ज हुन्छ। त्यसैले यसलाई के भन्छ, डाइभर्जिङ लेन्स भन्छ है। यो कुरा भयो। अब हामीले आजको यो टपिकमा हामीले लेन्स फर्मुला जान्नुपर्ने छ। त्यसको लागि हामीले के गर्ने, एउटा अब्जेक्ट, अब रे डायग्राम मैले अगाडिको भिडियोमा पढाएको छु, त्यहाँ हेर्नु होला। रे डायग्राम अब्जेक्ट कहाँ राख्दा इमेज कहाँ बनाउँछ यो कन्केभ लेन्सले है, त्यो कुरा पनि हेर्नु होला है। अब अहिले मैले के गरेँ भनेपछि अब्जेक्टलाई 2f को पछाडि राखेँ, जुन चाहिँ एबी भनेको हाम्रो के हो त, अब्जेक्ट हो। यो एबी अब्जेक्टलाई हाम्रो 2f को पछाडि राख्यौं। त्यहाँ पछाडि राख्दाखेरि अब यसको इमेज कहाँ बन्छ हेरौं। एबी बाट प्यारलल, प्रिन्सिपल एक्सिसबाट प्यारलल भएर गयो, एम पोइन्टमा थोक्यो र त्यहाँबाट हाम्रो के हुन्छ, रिफ्लेक्ट यहाँ भएर गयो हैन। अब यसको यहाँ त मिट हुँदैन, त्यसैले हामीले के भन्छ, यसको पछाडि ब्याक भएर यहाँ चाहिँ हाम्रो के भन्यो, इमेज बन्यो। इमेज भनेको के हो त, रिप्रेजेन्टेसन अफ द फिजिकल अब्जेक्ट। त्यसको के हो त, फिजिकल अब्जेक्टको रिप्रेजेन्टेसन हो। त्यसैले a', b' हाम्रो के भन्यो, यहाँनिर इमेज बन्यो है, जुन चाहिँ हाम्रो के छ, फोकस र सेन्टरको बीचमा बनेको छ। यसमा हाम्रो के हुन्छ, कन्केभमा भनेपछि इन्फिनिटीमा छ अब्जेक्ट भनेपछि फोकसमा बन्छ। यदि इन्फिनिटी भन्दा अगाडि जहाँ हाम्रो मिररको नजिक है, मिररको नजिक कुनै पनि प्लेसमा छ भनेपछि यसको इमेज कहाँ बन्छ त, हाम्रो यो एफ र सी को बीचमा बन्छ भन्ने हामीले पढेका छौं। त्यही अनुरूप अब हामीले के हुन्छ त, यो फिगर बनाउनु पर्यो फर्स्टमा है। अब यो फिगरको बारेमा स्टोरी बनाउनु पर्यो। लेट अस कन्सिडर गरेर हामीले कथा बनाउने आफ्नो तरिकाले हामीले यहाँ इमेज राख्यौं, यहाँ यसको यहाँ अब्जेक्ट राख्यौं, यसको इमेज यहाँ बन्यो, यसको फोकल लेन्थ यो हो, इमेज डिस्टेन्स यति छ, अब्जेक्ट डिस्टेन्स यति छ भन्ने। जस्तै अब हाम्रो यहाँ हेरौं, यसमा अब्जेक्ट डिस्टेन्स कति छ त, हाम्रो यहाँबाट यहाँसम्मको u मान्नु पर्यो है। यस्तै गरेर इमेज डिस्टेन्स भनेको यहाँदेखि यो सेन्टरसम्मको यो हाम्रो v छ, यो भयो v, इमेज डिस्टेन्स भयो है। यस्तै गरेर फोकल लेन्थ भनेको यहाँबाट यहाँसम्मको, त्यसैले यो फोकल लेन्थ भयो है। यो हाम्रो साइन कन्भेन्सनमा काम लाग्छ कि अब यो हाम्रो के हो, हाम्रो भर्चुअल इमेज हो नि हो। त्यसैले हामीले साइन कन्भेन्सनमा अगाडि हामीले के राख्यौं, प्लस v राखेका थियौं। अब हामीले के राख्नु पर्यो त, माइनस v राख्नु पर्यो। र यसको लागि फोकल लेन्थको जो हाम्रो कन्केभ लेन्स छ नि हो, यसको लागि हाम्रोमा नेगेटिभ f हुन्छ। यो कुरा हामीले ध्यान राख्नु पर्यो कहाँ, साइन कन्भेन्सन युज गर्दाखेरि है। सो यति कुरा गरिसकेपछि अब हामी कन्सिडर गरौँ। Let us consider a concave lens of focal length f. Consider a real object is placed, AB is placed beyond the 2f. 2f को पछाडि राख्यौं, कथा हामीले बनाएको जो भन्ने छ अगाडि भनेको त्यही कुरा लेखेको। Of lens
देन द भर्चुअल एन्ड इरेक्ट, भर्चुअल सँगै इरेक्ट हुन्छ भन्ने हामीलाई थाहा छ। भर्चुअल छ यहाँ सिधा छ नि, जस्तो जहाँ एरो छ त्यहीँतिर छ है। इमेज ए डैश बी डैश अफ एन अब्जेक्ट एबी इज फर्मड बिट्विन एफ एन्ड सी, एफ र सी को बिचमा छ हैन। अब परपेन्डिकुलर एमसी इज ड्रन एट द अप्टिकल सेन्टर अफ द लेन्स, यो एमसी हामीले के गरौँ ड्र गरौँ, यसको पछि युज छ है, युज हामीले गर्छौँ है। जसले अगाडिको भिडियो हेरेको छ त्यसलाई थाहा भइसक्यो होला यसको युज के हो भन्ने कुरा है। अब यो हेरौँ है, यो भइसकेपछि अब हेरौँ सिमिलर ट्रायंगलहरु हेर्नु पर्यो। यहाँ मैले कलर गरेको छु नि, हो यहाँ कलर गरेको भनेको अब सिमिलर ट्रायंगल हैन। फर्स्टमा हेर्दाखेरि के भन्ने अब्जेक्टको हाइटले सेन्टरसँग बनाएको ट्रायंगल हेर्ने र त्यस्तै गरेर इमेजले सेन्टरसम्म बनाएको ट्रायंगल हेर्ने। यहाँ हामीले कलर गरेको ट्रायंगलहरु यिनीहरु के छ सिमिलर छ, त्यसैले यसको साइडहरुको रेशियो के हुन्छ इक्वल हुन्छ। जस्तै यो इमेज हाइट र अब्जेक्ट हाइटको रेशियो अनि यिनीहरुको सेन्टरबाट डिस्टेन्स यिनीहरु के हुन्छ हाम्रो इक्वल हुन्छ। त्यसैले AB by A dash B dash equals to AC by A dash C हुन्छ। यो इक्वेसन 1 भयो। लेख्ने तरिका सेम अगाडिको भिडियोको जस्तै हो। त्यस्तै गरेर अर्को सिमिलर ट्रायंगल के छ त हाम्रो, अब MC ड्र गरेको थियो नि, हो त्यसको युज आयो। अब MC ले फोकससँग बनाएको ट्रायंगल र फोकससँग इमेजले बनाएको ट्रायंगल यिनीहरु पनि के छ सिमिलर छ। त्यसैले MCF and A dash B dash F are similar, यिनीहरु के छ सिमिलर छ। त्यसैले यिनीहरुको रेशियो हेरौं MC by A dash B dash equals to CF by A dash F छ। यो कुरा भयो। त्यही अनुसार अब हामीले के गर्नु पर्यो, AB सँग के छ MC भनेको के छ AB सँग बराबर छ, किनकि यो हाम्रो प्यारलल लाइन हो। त्यही अनुसार यो के भयो बराबर छ। त्यसैले यो सम हामी के लेख्न सक्छौं MC को ठाउँमा AB लेख्न सक्छौं। त्यसैले AB by A dash B dash equals to के भयो माथिको CF by हाम्रो के भयो A dash F भयो है। अब इक्वेसन 1 and 2 3 हेरौं। इक्वेसन 1 and 3 को लेफ्ट साइड के छ सिमिलर छ, यहाँ लेफ्ट साइड सिमिलर छ। त्यसैले यिनीहरुको राइट साइडहरुलाई इक्वल लेखौं। अब इक्वेसन के लेख्न सक्यो त AC by A dash C equals to CF by A dash F लेख्यो। अब हामीले यहाँ हेर्ने, अब A dash F छ नि, हो उ यहाँनिर A dash F भनेको यहाँनिरको हो नि, हो यसलाई चाहिँ हामीले के गर्न सक्छौं त अब अर्को तरिकाले लेख्न सक्छौं। के गर्न सक्छौं F बाट सेन्टर जाने, सेन्टरबाट फर्केर A dash आउने, त्यो भनेको घटाउने भन्नु पर्यो है। त्यही अनुसार हामीले के गरौँ A dash F भनेको CF माइनस A dash C गरौँ। त्यही कुरा यहाँ लेख्यौं A dash CF C बाट F सम्म अनि त्यसपछि हाम्रो माइनस A dash C यो घटायो भने हाम्रो के आउँछ यो आउँछ। यो इक्वेसन 4 भयो। इक्वेसन 4 गरिसकेपछि अब हामीले के गर्नु पर्यो युजिङ साइन कन्भेन्सन। युजिङ साइन कन्भेन्सन फर कन्केभ, यहाँ कन्केभ भन्ने कन्भेक्स भएछ अगाडि कपी पेस्ट कन्केभ लेन्स। कन्केभ लेन्सको लागि के हुन्छ AC भनेको यहाँ AC भनेको हाम्रो के हो त अब्जेक्ट डिस्टेन्स जुन चाहिँ हाम्रो U लेख्ने र A dash C भनेको हाम्रो माइनस B लेख्ने यहाँदेखि हैन। अनि त्यसपछि फोकल लेन्थ भनेको माइनस F लेख्ने। यो कुरा हामी गर्छौं है। त्यही अनुसार अब हामीले माइनस F फोकल लेन्थ भयो। अब यसलाई हामीले यहाँ राख्नु पर्यो। यहाँ राख्दाखेरि के हुन्छ AC भनेको U बाइ माइनस के हुन्छ B इक्वल्स टु माइनस F बाइ हाम्रो CF भनेको माइनस F माइनस हाम्रो के हुन्छ A dash माइनस को माइनस B हुन्छ। हो यो कुरा भयो। अब यति कुरा भइसकेपछि अब यसलाई हामीले क्रस मल्टिप्लाई गर्ने बाँकी कुरा अनि डिभाइडिङ बोथ साइड बाइ UBF तीनटैले डिभाइड गर्ने अनि त्यसपछि हाम्रो के आउँछ फर्मुला आउँछ जुन चाहिँ हाम्रो यहाँ हेर्न सक्छ। यो हामीले राख्यौं यो इक्वेसनमा हामीले तलको साइन कन्भेन्सन राख्यौं। अब हामीले माइनस माइनस प्लस गरेको है यहाँनिर नजिकै नै होला। अब यसलाई के गर्ने क्रस मल्टिप्लाई गर्ने UF माइनस UF प्लस UB इक्वल्स टु BF आयो हैन। यो क्रस मल्टिप्लाई गरेर अब डिभाइडिङ बाइ बोथ साइड बाइ UBF ले डिभाइड गर्यो यहाँ भयो। अब UF ले के गर्ने UF काटियो, त्यस्तै गरेर UB ले UB काटियो, BF ले BF काटियो। बाँकी रहेको भनेको माइनस 1 बाइ B प्लस 1 बाइ F इक्वल्स टु 1 बाइ U। अब हामीले के गर्ने यो भनेको
माइनस यसलाई उतापट्टि लग्ने अनि हाम्रो के हुन्छ त 1/f इक्वल्स टु 1/u प्लस 1/v हुन्छ। यसलाई के भन्छ हाम्रो दिस इज द लेन्स फर्मुला फर कन्केभ लेन्स which gives the relation between focal length object distance and image distance के भन्छ focal length object distance image distance को के भन्छ हाम्रो रिलेसन दिन्छ है। अब अर्को हाम्रो यसैमा सर्ट टर्म भनेको के छ पावर। पावर भनेको के हो पावर अफ लेन्स यो पनि बुझिहालौं है। द रेसिप्रोकल अफ फोकल लेन्थ अफ द लेन्स इज कल्ड पावर अफ लेन्स। पावर को के रहेछ त रेसिप्रोकल अफ फोकल लेन्थ रहेछ। इट इज डिनोटेड बाइ p। यसलाई के जनाइन्छ त p ले जनाइन्छ। इफ f इज द फोकल लेन्थ यदि f फोकल लेन्थ हो भनेपछि अफ अ लेन्स in meter then power is given by p equals to 1/f हुँदो रहेछ। के हुन्छ त 1/f हुन्छ यो कुरा भयो। thus for smaller focal length lens greater it's the magnifying power के हुन्छ ग्रेटर हुन्छ। यसको युनिट चाहिँ के छ डायोप्टर हुन्छ। 1 डायोप्टर भनेको 1 मिटरसँग के हुन्छ इक्वल हुन्छ। यो कुरा हामीले बुझ्ने। अब अर्को टपिक आउँछ लेन्स मेकर फर्मुला which is the very important topic। यसको लागि तपाईहरुले के गर्नु पर्यो योगी विथ फिजिक्सलाई सब्स्क्राइब गर्नु पर्यो र हामीसँगै जोडिनु पर्यो र हामी अब छिट्टै यो पनि लिएर आउँछौं है। र त्यसको लागि सब्स्क्राइब कमेन्ट गरौँ। आजलाई यति गरौँ। स्वस्थ रहौं मस्त रहौं व्यस्त रहौं। धन्यवाद।